guys, welcome to my vlog. Guys, हाम्रो यहाँ चाहिँ हुनुहुन्छ यता हेर्नु प्लिज मुख देखाउनु न एकपल्ट प्लिज आज चाहिँ तपाईँहरूले हाम्रो गाउँको सवारी गराउन हामी आइरहेको हेर्नुहुन्छ हाम्रो गाउँलाई हाम्रो घर चाहिँ त्यो ग्रिन कलरको देखिरहेको नि त्यही हो है मेरो यत्रो भिडियो हाल्दा यो युसिकाले कति भिडियो हाल्यो कि भनेर सोच्नुहुन्छ भने यो क्यामेराम्यान जानु यता हुन्छ देखाउनु न क्या प्लिज प्लिज तपाईँहरूलाई पनि यस्तो भिडियो सुट गर्नुपर्ने छ भने तपाईँहरूलाई हाम्रो दिदीसँग कन्ट्याक्ट गर्नु होला उहाँ चाहिँ हाम्रो एकदम प्रोफेसनल क्यामेरा साई हुनुहुन्छ त्यही पनि हेर्नु न प्लिज आउनुपर्छ क्यामेरा साई मात्र होइन दिदी भनेको एकदम कसैले प्याटो पिटो भने पनि दुखेको मलाई त्यो दुखेको छैन केही भएको छैन भन्ने मान्छे हो दिदीको बिहाफमा चाहिँ झगडा गर्ने मान्छे चाहिँ म हो त्यस्तो गाइस अनि आज चाहिँ म त हालिदिन्छु दिदी र मेरो चाहिँ एकदम दसैँसम्मको लागि लास्ट भेट हो भोलि जाँदैछु घुम्नको लागि गाउँ छोडेर एकपल्ट लास्ट एकपल्ट हेर्नु न भन्छ प्लिज राम्रै हुनुहुन्छ लजाउनु मात्रै तपाईँलाई थाहा छ त्यो एउटा जापानको एउटा छ नि गाइस यो चाहिँ हाम्रो गाउँको मकैबारी हो हेर्न सक्नुहुन्छ अनि त्यो फुल हो तपाईँहरूलाई मकै कस्तो हुन्छ भनेर थाहा छैन भने यस्तो हुन्छ हेर्नु कस्तो हुन्छ अरे यस्तो गाइस आजको हाम्रो भ्लग चाहिँ यति नै स्थगित हुनेवाला छ धन्यवाद बाई बाई शायद मायामा फसेकी शायद मायामा फसेकी शायद मायामा फसेकी शायद मायामा फसेकी